ईश्वरी भुजेलको मृत्यु प्रकरणमा अनुसन्धान थप 3 जनालाई यतिबेला नियन्त्रणमा लिएको छ। कसरी आफ्नै मान्छेले यस्तो गर्न सक्छ भन्दै आफन्तीजनहरू निकै भावुक भइरहेका छन्। आउनुहोस् यो पुरा जानकारी यसै भिडियो मार्फत दिनेछौँ। यो भिडियो अन्तिमसम्म हेरेर मनमा लागेको प्रतिक्रिया तल कमेन्ट बक्समा जानकारी गराएर हामीसँगै जोडिनुहोला। हामी दिनेछौँ हरेक दिन यस्तै नयाँ ताजा अपडेटहरू। ईश्वरी भुजेलको मृत्यु प्रकरणमा प्रहरीले अनुसन्धानलाई थप विस्तार गरेको जनाएको छ। जिल्ला प्रहरी परिषदका अनुसार घटनासँग सम्बन्धित विषयमा एक महिला सहित थप 3 जनालाई नियन्त्रणमा लिएर सोधपुछ तथा अनुसन्धान प्रक्रिया अगाडि बढाएको हो। यस घटनाअघि घटनाका मुख्य आरोपीका रूपमा नेपाली बुढो भनेर चिनिने कुमार थापा पक्राउ परिसकेका छन् र उनीमाथि पनि अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। पछिल्लो पक्राउपछि घटनासँग जोडिएका विभिन्न पक्षबारे थप तथ्य सङ्कलन गर्ने प्रयास भइरहेको बताएको छ। प्रहरीका अनुसार उपलब्ध प्रमाण बयान तथा प्राविधिक आधारहरूको अध्ययन गर्दै घटनाको वास्तविक पत्ता लगाउने काम भइरहेको छ। हाल नियन्त्रणमा रहेका व्यक्तिहरूमाथि अनुसन्धान जारी रहेकोले उनीहरूको भूमिकाबारे अधिक निष्कर्ष भने सम्बन्धित कानुनी प्रक्रिया पूरा भएपछि मात्र स्पष्ट हुने जनाएको छ। यस घटनाप्रति सर्वसाधारणको चासो बढिरहेको छ। सामाजिक सञ्जालमा विभिन्न माध्यमबाट निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउनु पर्ने माग उठिरहेको छ। सत्य तथ्य सार्वजनिक होस्, पीडितले न्याय पाओस् भन्ने धेरैको अपेक्षा व्यक्त गरिरहेका छन्। जीवनभर साथ दिने विश्वास गरेको सम्बन्ध नै अन्ततः एक आमाको जीवनको लागि घातक बन्यो। आफ्नो परिवार, खुसी सन्तानको उज्जवल भविष्य र सुन्दर सपनालाई मुटुभरि सजाएकी एक आमाको जीवन दुःखद रूपमा समाप्त भएको छ। उनले भोगेका पीडा र अधुरा सपनाहरू केवल सम्झनामा मात्र सीमित भइरहेका छन्। सबै पीडादायी पक्ष भनेका उनका 2 नाबालक छोराहरू हुन्, जसले अब कहिले आमाको काख स्नेह संरक्षण पाउने भने छैनन्। उनीहरूको बाल्यकाल अब आमाका सम्झनाहरू मात्र सीमित रहनेछन्। एउटा आमाको मृत्यु केवल एक व्यक्तिको विदाई मात्र होइन, त्यो एउटा परिवारको आधार स्तब्ध ढल्नु हो। उनका छोराहरूको जीवनमा परेको यो पीडा र अभावको घाउ समयले पनि सजिलै मेटाउन कहिले सक्ने छैन। पक्राउ परी अन्त अभिव्यक्तिहरूमा 36 वर्षीय विक्रम थापा मगर, 40 वर्षीय पूजन थापा छेत्री र जुम्ला घर भई गकेश्वर बस्ने 24 वर्षीय प्रतीक्ष आचार्य रहेका छन्। थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। यतिबेला सामाजिक सञ्जालमा ईश्वरी भुजेलको घटनालाई लिएर सबै नेपाली दर्शकहरू रोइरहेका छन्।